हजुरलाई थाहा छ कि यो कसरी लेख्यो? शिल प्रभुपादले किनेको मात्रै राख्नु, कति कष्ट गरेर लेख्नु भयो। र यो हजुरले थाहा पाउनु भयो भने यदि हजुर इस्कोन आउनु भएको छैन यसलाई नराखी बस्न सक्नुहुन्न। र 18,700 श्लोक 18,000 श्लोकहरू छन् यसमा। शिल प्रभुपादले 18 खण्डमा निकाल्नु भएको छ। प्रत्येक श्लोकको अनुवाद, तात्पर्य, शब्दार्थ सहित छ। अब हेर्न, हामीलाई पढ्ने टाइम छैन भने शिल प्रभुपादले लेख्नु भयो। तपाईँ विचार गर्नु न, 70 वर्षको उमेरमा सुरु गर्नु भएको, दिनमा 3 घण्टा मात्रै सुतेर हाम्रो लागि लेखिदिनु भयो अनि हामीलाई पढ्ने टाइम छैन। अब हाम्रो के गति होला? त्यसैले हजुरले श्रीमद् भागवतमको अध्ययन गर्नुहोस्। म बीचमा बोल्दै गर्छु। त यो जो भागवतमको तात्पर्य जो शिल प्रभुपादले लेख्नु भयो, यसको जो महत्व त थुप्रै भन्नुहुन्छ, त यहाँ गहन रूपमा अध्ययन गर्नुभएको छ। यहाँ हामी समक्ष हुनुहुन्छ। म उहाँलाई यहाँ अगाडि बोलाउन चाहे कि यो भागवतम घरमा राख्नु कति जरुरी छ। हाम्रो उहाँले चाहिँ यही श्रीमद् भागवतमै विषयमा पिएचडी गर्नुभएको छ। हाम्रो डाक्टर मोहन पोखरेलजी हुनुहुन्छ पछाडि। म उहाँलाई यहाँ यता बोलाएँ, यता पछाडिबाट आउन सक्नुहुन्छ। त उहाँले यो पढ्नु किन जरुरी छ यसको बारेमा हजुरलाई भनिदिनुहुन्छ। त यो हजुरले हैन आचार्यहरूले भन्नुभएको छ। अब उहाँ भौतिक दृष्टिकोणमा पनि यति कलेजको एउटा प्रमुख हुनुहुन्छ, त्यस्तो उहाँले यो विषय छान्नु भयो। हालाकि यो पिएचडी गर्ने विषय होइन, तर उहाँले अरू भौतिक विषयमा गर्नुभन्दा यो विषयमा, त्यसैले यो महत्त्वपूर्ण छ। त्यो हजुरले 18 खण्डको छ। यसमा हामी हजुरलाई केही पुस्तकहरू पनि हजुरलाई हामी थप उपहारको उपहारको रूपमा हामी अरू हजुरलाई 3 पुस्तकहरू दिन्छौँ। शिल प्रभुपादको जीवनी प्लस अर्को बुक, यदि रामायण पनि दिन्छौँ। यदि हजुर आज लिन चाहनुहुन्छ भने आज यसलाई नेपाली र हिन्दी दुवै भाषामा चाहिँ लिन सक्नुहुन्छ। र हजुरले दसैँ मनाउन सक्नुहुन्छ, गेम खेलेर या बकवास भिडियोहरू बनाएर हेरेर होइन। कृष्ण लीला जो यसलाई शिल प्रभुपाद भन्नुहुन्छ आध्यात्मिक जगतमा छिर्ने यो झ्याल हो। तपाईहरु भन्नुहुन्छ गुरुजी बच्चालाई केही सम्झाइदिनुहोस् न, बच्चा बदमास भयो। त बच्चा भन्दा बाउमा बढी बदमास हुनुहुन्छ अनि बच्चा कसरी राम्रो हुन्छ? त यो पढ्नुहोस् अनि बच्चाहरूलाई हजुरले पढाउन सक्नुहुन्छ। फेरि रामायण एकदम सुन्दर। अस्तिको हप्ता मैले बताएको थिएँ, रामायण पढ्दै भने तपाईँ किताब छोडेर रावणलाई पिट्दै जान मन लाग्छ, सुपर्णखलाई पिट्दै जान मन लाग्छ। त्यस्तो रसै रसले भरिएको छ, यो पढ्न सक्नुहुन्छ। विश्वका 180 भन्दा बढी भाषामा अनुवादित भगवत गीता प्राय सबैसँग छ। जो नयाँ आउनु भएको छ भने उहाँले लिन सक्नुहुन्छ। जो विद्यार्थी हुनुहुन्छ भने यहाँ भक्त उमेश प्रभु हुनुहुन्छ, उहाँ डिस्काउन्ट प्राइसमा दसैँको उपलक्ष्यमा दिनुहुँदैछ, त लिन सक्नुहुन्छ। जसलाई वैज्ञानिक माथि एकदमै श्रद्धा छ भने फेरि यो पढ्न सक्नुहुन्छ, लाइफ कम फ्रम लाइफ। यो पढेर तपाईँको 100% वैज्ञानिकहरूप्रति श्रद्धा हटेर जान्छ। धर्मको विषयमा जान्न चाहनुहुन्छ भने र हजुरलाई सबभन्दा ठुलो व्यक्ति बन्न छ, कोहीदेखि पनि हार्नु छैन, सबलाई हराउने इच्छा छ भने आत्म साक्षात्कारको विज्ञान, इङ्ग्लिसमा साइन्स अफ सेल्फ रियलाइजेसन पढ्न सक्नुहुन्छ। अब अहिले पनि आमाहरू हुनुहुन्छ, भविष्यमा गएर सबै आमा बन्न चाहनुहुन्छ, त उहाँहरूको लागि यो पुस्तक कुन्ती महारानीको शिक्षा एकदमै महत्त्वपूर्ण छ। प्रकृतिको नियम अहिले हामीले नरकको थोरै वर्णन गर्यौं, यसमा झलकहरू पनि यहाँ प्रस्तुत गरिएका छन् सानो पुस्तकमा। कृष्ण भावनातर्फ उन्मुख यो पुस्तक र यमदूतहरूले हाम्रो शरीरबाट आत्मा निकाल्दाको अवस्था, अ सेकेन्ड चान्स, फेरि अर्को एउटा मौका, त यो हजुरले पढ्न सक्नुहुन्छ। यहाँबाट पुस्तक खाली नजानुस्, दसैँ आउँदैछ, छुट्टी नै छुट्टी छन्। मोबाइललाई सबभन्दा पहिले बन्द गर्नुहोस् र यी ग्रन्थहरूलाई हजुरले अध्ययन गरेर आफ्नो जीवनलाई सफल बनाउनुहोस्। हरे कृष्ण 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 हरे हरे, हरे राम राम राम